त्यो पनि गणितसँग सम्बन्धित छ। अङ्क 18 मा अङ्क 22 जोड्दा कति हुन्छ? चालीस राइट आन्सर। एघार शून्य। घडीमा रहेका अङ्कहरूको जम्मा योगफल कति हुन्छ? एकदमै जोडेर भन्ने उत्तर। घडीमा रहेका अङ्कहरूको जम्मा योगफल कति हुन्छ? तीन मिलेन। तीन पनि हुन्छ र। अब पालो देवीस्थल मिलेन। आउँदो त भन अलिकता। लिने जस्तो छ है नलिन हौ। ल 78 राइट आन्सर। छत्रेश्वर देवीस्थल ल यो पनि नेपालीको ग्राम व्याकरणसँग सम्बन्धित छ। म भात खान्छुलाई बहुवचनमा बदल्नुहोस्। म भात खान्छुलाई बहुवचन बनाउने। हामी भात खान्छौँ राइट आन्सर। ल 19 ल सजिलो छ। हाम्रो यस क्यासिङ गाउँपालिकामा जम्मा कतिवटा वडाहरू रहेका छन्? 7 राइट आन्सर। छत्रेश्वर 21 ल यो पनि सजिलो छ विज्ञानसँग सम्बन्धित। एक दिनमा कति सेकेन्ड हुन्छ? एक दिनमा कति सेकेन्ड हुन्छ? एकदमै याद 86,400 राइट आन्सर। 86,400 सेकेन्ड है। पालिका ल यो नेपालीसँग सम्बन्धित छ। राप शब्द टाप शब्दको उस्तै सुनिने शब्द कुन हो? टाप शब्दको उस्तै सुनिने शब्द कुन हो? टाप राइट आन्सर। कति रे? 28 हो। 28 28 लाई 28 ल
नेपालमा कति प्रकारका लालीगुँरास पाइन्छन्? नेपालमा कति प्रकारका लालीगुँरास पाइन्छन्? एक पाँचको हातमा प्रतियोगिता हामी खालको सञ्चालन गर्न मिलेन मिलेन 32 राइट आन्सर। बाइस इङ्ग्लिससँग सम्बन्धित छ। व्हाट इज द स्पेलिङ अफ कम्प्युटर? से द स्पेलिङ अफ कम्प्युटर। अरूले लेखिराख्ने, लेखेर भन्ने। मैले सुनेन, फेरि भन त। मिलेन, लाटाक्रारे राइट आन्सर COMPUTER कम्प्युटर। ल सुन्ने, ग्रहसँग सम्बन्धित छ। कुन ग्रहलाई रातो ग्रह भनिन्छ? मङ्गल राइट आन्सर। चौबिस ल इङ्ग्लिससँग सम्बन्धित छ। व्हाट इज द फुल फर्म अफ CPU? व्हाट इज द फुल फर्म अफ CPU? पास। कालिका सेंट्रल प्रोसेसिंग यूनिट राइट आंसर। क्वेश्चन कति कसको पालो? ए बाहिर अलि हल्ला भयो। 36 46 डोटी जिल्लामा रहेका जुन स्थानीय तहहरू छन् त्यसमा जम्मा कतिवटा गाउँपालिका रहेका छन्? डोटी जिल्लामा जम्मा कतिवटा गाउँपालिका रहेका छन्? मिलेन भूमिराज 7 राइट। पालो पनि भूमिराजकै 27। ल यो गणितसँग सम्बन्धित छ, एकदम ध्यान दिएर उत्तर दिने। ल लेख है त। -20 मा 20 जोडी 20 ले भाग गर्दा कति हुन्छ? -20 मा 20 जोडी 20 ले भाग गर्दा कति हुन्छ?
कति रे मिलेन -20 मा 20 जोडी 20 ले भाग गर्ने कति रे मिलेन लाटाकला रे 0 राइट आन्सर ल 45 What is the opposite meaning of day? What is the opposite meaning of day? Devastal, what is the opposite meaning of day? अलिक यहाँ अलिकता अहिले राइट एक पीस है ल ठिकै छ ल क्याइसिङ गाउँपालिका शिक्षा शाखा प्रमुखको जिम्मेवारी पाएको व्यक्तिको नाम के हो अहिले क्याइसिङ गाउँपालिका शिक्षा शाखा प्रमुखको नाम के हो पास अब पालो अब मिलेन